धेरैले सोध्नुहुन्छ बिजनेस कलेज काम कसरी भ्याउँछौ भनेर। हाई एभ्रीवान, म चाहिँ मर्निङ क्लासको स्टुडेन्ट हो। त्यही भएर मेरो क्लास अर्ली मर्निङ 6 बजी नै स्टार्ट हुन्छ अनि अराउन्ड 11 बजीतिर चाहिँ म क्लास सकेर घर आइसकेको हुन्छु। यहाँ मैले हाम्रो क्लासको छोटो क्लिप राखिदिएको छु, हेर्नु त कति रमाइलो हुन्छ हाम्रो क्लास। कलेजबाट घर फर्केपछि म सिधै किचनतर्फ लाग्छु, किनभने हामीले कलेजमा नास्ता खाँदैनौँ, जङ्क फुड नखाने भनेर घर आएर छिटो छिटो खाना पकाएर अनि खाएर बस्छु। त्यसपछि मैले घरको अरू कामहरू गर्छु, मेरो प्लान्टहरूको हेरचाह गर्छु। अनि मेरो एउटा नराम्रो बानी के छ भने मलाई दिउँसो न्याप चाहिँ लिनै पर्छ कि जस्तो जुनसुकै अवस्थामा भए पनि दिउँसो सुतेन भने मलाई बिरामी भए जस्तो फिल हुन्छ। अनि आज पनि म दिउँसो सुतेर उठे अनि कफी खाएँ। मलाई चाहिँ कफीले अलि रिफ्रेस गराउँछ। मैले कोल्ड कफी खाथे। एज यु अल नो मेरो कुर्तीको अनलाइन बिजनेस छ, सो म भिडियो सुट अरू प्याकिङहरू गर्छु दिउँसो। मेरो बिजनेस अकाउन्टको नाम चाहिँ क्लोजेट बाई कृति छ, म तल मेन्सन पनि गरिदिन्छु, फलो गर्नु होला है। यति गर्दा गर्दै कस्तो पानी आउन थाल्यो अनि म पनि टेरेसमा बसेर बाहिरको भ्यू हेर्दै शीतल खाँदै चाहिँ बुकहरू पढ्न थाले। मेरो क्लासको असाइनमेन्टहरू पनि गर्न थियो, त्यो गर्दा गर्दा कति राति भइसक्यो। अब कहिलेकाहीँ खाना पकाउन अल्छी लाग्छ अनि यसरी करेन्ट चाउचाउ पनि पकाएर खान्छु मैले। राति चाहिँ मैले अर्डर प्याकिङको कामहरू गर्छु, अरू कामहरू गर्छु, सो यसरी नै बितिरा हुन्छ मेरो दिनहरू। यस बीचमा मैले घरको अरू कामहरू, भिडियो एडिटिङहरू, पोस्टिङहरू गरेर, सो यसरी नै मैले मेरो दिनहरू प्रोडक्टिभ बनाइरहेको हुन्छु है।